रुक्यो भन्ने सोच आउँछ, त्यो सोचले उसको खुट्टाको सहायताबाट त्यहाँ बगैँचानिर रुखनिर पुग्छ र हातको सहायताबाट त्यो चाहिँ हात तोडिदिन्छ। हेरेको हुन्छ आँखाले त्यसमा चल्नलाई, त्यसमा पुग्नलाई खुट्टाले सहायता प्रदान गर्छ र खुट्टाको सहायताबाट त्यो पुगिसकेपछि हातको सहायताबाट त्यो टिप्छ। टिपिसकेपछि अब हातले त आँखाले हुँदैन, उसले मुखको सहायताबाट लिन्छ, मुखले त्यसले चपाउँछ र पेटले त्यसले डाइजेस्ट गरिदिन्छ। त्यतिकैमा पछाडिबाट त्यो पेटको हेर्ने रेखदेख गर्ने त्यो एउटा व्यक्ति आइपुग्छ, पछाडिबाट एक लट्ठी चाहिँ पिठ्युमा हान्छ र त्यो व्यक्तिको आँखाबाट चाहिँ आँसु आउँछ। त्यति बेला त्यो पिठ्युले भन्छ मेरो के दोष त, मेरो के दोष त मैले पिटाइ खाएँ, र आँखाले भन्छ मैले के गल्ती गरेँ मलाई त रुन पर्यो भनेपछि सोच हामीले जहाँबाट सुरु हुन्छ नि हेर्ने काम त आँखाको थियो नि, लास्टमा पनि दुःखले पायो त आँखाले नै रुन पर्यो भनेपछि त्यो सोचमा डिपेन्ड गर्छ। सोच्ने बित्तिकै त्यही अनुसारको हाम्रो एक्टिभिटी अगाडि बढ्छ। वन्स अफ लेन्स भन्छ यहाँ है, शिक्षक भन्नाले के जनाउँछ हामी टिचर, हाम्रो सोच है, त्यही पनि अब पोजिटिभ तरिकाले यहाँ टी भनेको टोलरेन्ट भन्छ, टुवर्ड्स अदर लिमिटेसन, अरूको सीमितताप्रति सहनशील हुनुपर्छ, पोजिटिभ सोच टिचरको पहिलो टी। त्यसै ई इन्ट्रेस्टिङ योर एप्रोच इन लाइफ, हामी हाम्रा शिक्षक साथीहरूले विशेष यो हाम्रो सोचप्रतिको, हामी आफ्नो प्रोफेसनप्रति कस्तो सोच छ यो अनुकूल हामीले गइदिन पर्छ, उसै हुनपर्छ। जीवनप्रति हाम्रो दृष्टिकोण के त, हामी यो प्रोफेसनमा आइसकेपछि यो प्रोफेसनसँग सम्बन्धित हामीले गर्ने हाम्रो टास्कहरू के त। त्यस्तै ए अवश्य यु डु व्हाट यु इन्जॉय भन्छ भनेपछि हामी आफ्नो काममा इन्जोय गर्न सक्नुपर्छ। हामी टिचिङ प्रोफेसनमा छौँ, टिचिङ भनेको बहुत गाह्रो प्रोफेसन हो, त च्यालेन्जिङ प्रोफेसन हो, त्यही पनि त्यो च्यालेन्जिङलाई मलाई पछिदेखि चेन्ज गर्नुपर्छ भन्दै त्यसले आफ्नो प्रोफेसनमा त्यसले रमाउन सक्नुपर्छ। यसै कलरफुल भन्छ, यो भाइब्रेन्ट स्टाइट भनेको हामी आफ्नो जीवनमा आफ्नो जीवनलाई रङ कलरफुल बनाउनुपर्छ, एकदमै रङमय बनाउनुपर्छ। जुन प्रोफेसनमा छ त्यो प्रोफेसनलाई त्यसरी नै हाम्रो सोच मलाई दिनुपर्छ। त्यस्तै हनेस्टी भन्छ, यो अपराइटनेस, हामी आफ्नो कामप्रति आफ्नो पेसाप्रति यदि सच्चाइ पेसागत इमान्दारिता भयो भने पक्कै पनि हाम्रो सोचले हाम्रो प्रोफेसनमा सहयोग गर्नेछ। अर्को इनर्जेटिक जुन द जेल द्याट यु सो भन्छ, हामी आफ्नो कामप्रति जोस देखाउनुपर्छ, हामी काममा पोजिटिभ थट लिएर अगाडि बढ्नुपर्छ र टिचरको अन्तिम अर रिपुटेबल द्याट्स योर गुड अर डिड्स, तपाईका कामले गर्दा तपाईको सम्मान बढ्नेछ। हामी आफ्नो प्रोफेसन सोच गरिसकेपछि सकारात्मक सोचका साथ हामी अगाडि बढ्नुपर्छ। त्यो अनुसार भयो भने पक्कै पनि हामीले त्यो प्रोफेसनले सम्मानित गर्नेछ। अरू प्रोफेसनका साथीहरूले च्यालेन्जका साथ भन्न सक्छु, अरू प्रोफेसनका साथीहरूले एउटा निश्चित क्राइटेरिया भएको एउटा निश्चित व्यक्तिहरूले मात्रै चिन्छ त हामी जस्ता टिचिङ प्रोफेसन अगाडिका हामी सबैले जुन हाम्रो कार्यक्षेत्र छ जहाँ हामीले आफ्ना पर्सनल पढाउँदैछौँ त्यो ठाउँमा पुग्यो भने पक्कै पनि दुई हातले अगाडि जोडेको हामीले अवस्था पाउँछौँ। त्यो भनेको एउटा सम्मान हो जुन हाम्रो सोचमा त्यसरी लिएर जान्छ। र त्यससँगसँगै मैले विद्यार्थीहरू पनि स्टुडेन्ट हाउ क्यान नो द वाट्स वी नो स्टुडेन्ट, को द स्टुडेन्ट भनेपछि स्टुडेन्ट फर्स्ट भनेछ है, एस भनेको स्टुडेन्ट। विद्यार्थीले पनि आफ्नो सोच म विद्यार्थीले पढ्न पर्छ है, निरन्तर अध्ययन मार्फत ज्ञान प्राप्त गर्न र सिक्न प्रतिबद्धता जनाउन पर्छ। विद्यार्थी स्टुडेन्टको पहिलो हामी आफ्नो सिकाइप्रतिको तत्परता सँगसँगै हामी गहन अध्ययन र त्यसको सिक्नमा प्रतिबद्धता हामीमा हुनुपर्छ। दोस्रो भन्छ ट्रुथफुलनेस, इमानदार र विश्वासलो हुनु एक विद्यार्थीको महत्त्वपूर्ण विशेषता हो। विद्यार्थी भन्ने बित्तिकै हामी पोजिटिभ थटमा सँगसँगै जानुपर्छ है, पढ र पास सँगसँगै पास त भइन्छ तर हामीमा इमानदारिता हुनुपर्छ है, विश्वासलो हुनु नै विद्यार्थीको एउटा विशेषता हो। त्यस्तै भन्छ युनिटी है। म तपाईँलाई विशेष के भन्न चाहन्छु भने साझा र सहमति कायम राख्न महत्त्व दिन्छ।
क्लासमा स्कुलमा आफ्नो अन्य सेरोफेरोमा सबै ठाउँमा युनिटी गर्न सक्यो भने पक्कै पनि हाम्रो जुन एउटा स्ट्याटस हुन्छ त्यो स्टुडेन्टको स्ट्याटस अझै फरक तरिकाले पोजिटिभ वेबाट पनि जान्छ। त्यस्तै डिसिप्लिन अब अनुशासन नै विद्यार्थीको गहना भन्छ नि। गहना भनेको सिँगार हो कि एउटा हामी सामान्य व्यक्ति हेर्नु र एउटा ब्राइड अथवा ग्रुमलाई हेर्नु भनेको धेरै फरक हुन्छ। अहिले बिहे बारीको बेलामा जाने भनेपछि दुला दुलहीप्रतिको सबैको एट्र्याक्सन हुन्छ नि। त्यो कसरी भन्दाखेरि उसको ornament, उसको त्यो गहनाले उसलाई सिँगारिएको हुन्छ। त्यो सिँगारिएकोले गर्दा उसको एट्र्याक्सन सबभन्दा अलिक फरक हुन्छ। विद्यार्थीको एट्र्याक्सन बढाउनलाई उसलाई सिकाउनको लागि भनेपछि उसको डिसिप्लिन, हामी यदि डिसिप्लिन स्टुडेन्ट रूपमा भइदियो भने पक्कै पनि हामी राम्रो विद्यार्थीको रूपमा, जस्तै तपाईँ कतै बाहिर जानुभयो अन्त जनचेतनाका बच्चा, कहाँका बच्चा कहाँको विद्यार्थी त जनचेतनाको, तपाईँहरूको डिसिप्लिनले त चिनाउँछ कि त्यो पनि पोजिटिभ तरिकाले हामी अगाडि बढ्न पर्छ। त्यस्तो भन्छ एनर्जी कहिले पनि थाप्नु हुँदैन। हाम्रो लागि लिमिटेसन र इन्ड पोइन्ट कहिले पनि हुँदैन। लर्निङ इज लाइफ लङ प्रोसेस हुन्छ। विद्यार्थी भन्ने बित्तिकै सिकारो भनेको उसले लाइफ लङ सिक्न पर्छ है। हामी एज अ टिचर छौँ, बट हामी पनि एज अ स्टुडेन्ट भएर पनि कतिपय ठाउँमा सिक्नुपर्ने हुन्छ, सिकिरहेको अवस्था पनि छ। अनि अर्को छ निट एन्ड क्लिन विद्यार्थीको अर्को एउटा चाहिँ कस्तो विद्यार्थी भन्दाखेरि निट एन्ड क्लिन, व्यक्तिगत सरसफाइ र वर्करको सफाइ कायम राख्नुपर्छ। हामी जताततै आफू सफा पनि हुन पर्यो, आफ्नो वर्कर पनि सफा गर्नुपर्छ। त्यस्तै अर्को छ टिचर शिक्षा र चरित्र विद्यार्थीको सबभन्दा ठुलो। विद्यार्थी भन्ने बित्तिकै अब हामी शिक्षा आर्जन गर्छौँ, त्यो पनि हाम्रो चरित्र कस्तो छ त्यही नै हाम्रो चाहिँ ठुलो धन हो। अब यहाँ मैले ती विद्यार्थी सँगसँगै सम्बन्धित विद्यार्थी आचार संहिताको कुरा पनि यसमा पोजिटिभ सोच सँगसँगै यसको कोड अफ कन्डक्टमा राखिदिएको छु। नियमित पोसाक लगाएर विद्यालय हामी सोचमा हुनपर्छ। हामी विद्यार्थी हो, हामी सिक्न पर्छ है। सिक्नु भनेको विद्यालयले बनाएको कोड अफ कन्डक्ट अथवा के छ हाम्रो रुल्सहरू त्यो अनुसार चाहिँ हामी नियमित पोसाक लगाएर आउनुपर्छ। सोच आफै मात्रै सोच हुनपर्छ। कसैले ड्रेस लगाएर भन्नुभन्दा पनि हामी आफै त्यो सोच ल्याउनुपर्छ। दिनौ नियमित र समयमा विद्यालय अझ किन ढिलो भयो भन्नुभन्दा कसरी त्यसरी भन्ने ठाउँ नहोस् भन्ने सोच आइदिनुपर्छ। विद्यार्थीले आफ्ना शिक्षकहरू, साथीहरू र अन्य व्यक्तिहरूप्रति सम्मान र सहयोग गर्नुपर्छ। जहिले पनि हामी एउटा कोअपरेटिभ र पोजिटिभ वेबाट अगाडि बढ्नुपर्छ। नैतिकता र मूल्यको पालना गर्नुपर्छ। अनि आफ्नो जीवनमा आत्मनियन्त्रण र अनुशासनको पालना गर्नु। अघि पनि हाम्रो त्यसको स्टुडेन्ट रिफर्स टुमा हामी बाछौँ। यहाँ पनि आत्मनियन्त्रण र अनुशासन भयो भने हामीमा नियन्त्रण छ भन्ने हाम्रो बुझाइ हुन्छ। र अपाङ्ग, असहाय अथवा असक्त साथी सँगसँगै अरूलाई पनि हामीले सहयोग गर्नुपर्छ। त्यो हाम्रो कोड अफ कन्डक्टभित्र पर्छ। र त्यो सँगसँगै कक्षा कोठा सधैँ सफा राख्ने, स्टुडेन्टको एउटा थियो नि निट एन्ड क्लिनमा है, त्यही सँगसँगै हाम्रो कोड अफ कन्डक्ट कक्षा कोठा सधैँ सफा राख्ने र डस्टबिन, झाडु डस्टर जस्ता अति आवश्यकीय सामग्रीको नियमिततामा ध्यान दिँदै प्रत्येक सामग्रीको हेरचाह गर्नुपर्छ। मेरो त हुँदै होइन नि त। कतिपयको सोच हुन्छ नि, कस्तो सोच, स्कुलको सम्पत्ति हो नि, सरकारको सम्पत्ति नि, त्यसै होइन। हामी पोजिटिभ होइन, हामी सबैको सम्पत्ति हो, हाम्रो सबैको साझा हो। त्यो तरिकाले यदि हामी व्यवस्थापन गर्न सक्यो, त्यसरी सोच ल्याउन सक्यो भने पक्कै पनि हामी एउटा राम्रो विद्यार्थीको रूपमा आफूलाई चिनाउन सकिन्छ। त्यस्तै हामी शिक्षक साथीहरूसँग पनि केही कोड अफ कन्डक्टको कुराहरू यहाँ मैले राखेको छु। अब हामी आफै शिक्षा नियमावली अनुसार पनि कोड अफ कन्डक्ट त्यहाँ व्यवस्थापन गरिएको छ भने नियमित पोसाक लगाएर समग्र विद्यालय दिनुपर्छ। एउटा हेड टिचरको मात्रै स्कुल होइन कि, हामी सबैको स्कुल हो। म एउटा नेतृत्व आएको टिचर नेतृत्व अवस्थामा छु, तैपनि तपाईँ पनि आफ्नो ठाउँमा नेतृत्व गर्दै हुनुहुन्छ। तपाईँ पनि त्यसरी नियमितता अनि विधान अवस्था कानुनसित निवेदन स्वीकृति लिएर मात्रै बस्ने भन्ने एउटा सोच हुनुपर्छ। बिना भनेको तपाईँको सहुलियत हो, अधिकार होइन भन्ने सोच राखिदिनुपर्छ।
म त आज आउन्न है भन्नुभन्दा बिदा मेरो लागि चाहिँ एउटा सहुलियत हो है। त्यसरी चाहिँ हाम्रो सोच हुनुपर्छ र कम्प्रेस हुनुपर्छ। त्यो सँगसँगै प्रबन्धन तथा प्रशासनको मतामतमा रेखपात निर्देशन र दिशाको पालना गर्नुपर्छ। त्यो पनि एउटा हाम्रो बुढापाका भित्र पर्छ। त्यो सोच है सबै ठाउँमा अनुकूल नभए पनि कतिपय ठाउँमा अनुकूल बनाउनुपर्छ। विद्यार्थीमा सधैँ उच्च व्यक्तित्वका साथ प्रस्तुत हुनुपर्छ। तर सोच कि हामी अब पोलिदेखि स्टेजमा छौँ, पोलिदेखिको अवस्था हाम्रो अलिकति फरक छ र क्लासमा आइदियो भने हाम्रो त्यो अनुसारको बिहेभियर त्यो सोचलाई सकारात्मक तरिकाले लिएर हामी क्लासमा उच्च मनोबलको साथ जानुपर्छ र बालमैत्री वातावरण कायम गराउने, हामी गृहकार्यहरू नियमित चेक जाँच गर्ने, सँगसँगै सिकाइ प्रति कसरी बढाउन सकिन्छ है त्यसमा पनि हामी लागि पर्नुहुन्छ। र विद्यालय स्रोत सम्पत्तिको सुरक्षा गर्ने सबैको मूल विद्यार्थी लागि पनि भने तपाईँले पनि विशेष मेरो आफ्नै सम्पत्ति हो, हामी सबैको सम्पत्ति हो। शिक्षा साथीले त्यसैले अध्ययन गरिदिनुपर्छ, त्यो सोच राखिदिनुपर्छ र सँगसँगै शिक्षा ऐन नियमावली अनुसार तोकिएको शिक्षाका 4 हामीले पालना गर्ने सोच राख्नुपर्छ। यहाँ हो अब हामी अन्तिममा छौँ, अब धेरै छैन, सेकेन्ड लास्ट स्लाइडमा पुगिसकेको छु। यसले के दर्शाउँछ त है, यसले हेरौँ त यसले के दर्शाउँछ त। अहिलेसम्म हामी पोजिटिभ थिङ्किङको कुरा गर्यो नि है, पोजिटिभ थिङ्किङको कुरा गर्यो नि, धेरै कुराहरू आयो। तर यसमा यो फिगरले के देखाउँछ त, के दर्शाउँछ, के बुझिन्छ? हाम्रो साथीबाट नै आउँछ जवाब के दर्शाउँछ त? बोलेर बोट हो नि, बोट हो नि होला, के को बोट हो? बङ्गाली कविता भन्छ नि हामी। कहाँ रहेछ त, कहाँ रहेछ? यसको उम्रिने ठाउँ हो त होइन नि, यसको वास्तविक उम्रिने ठाउँ, त्यो फल लाग्ने ठाउँ त कस्तो ठाउँ हो त? शुद्ध खेतमा हो नि। त्यहाँ कुन ठाउँमा छ त? एउटा वालमा छ नि। के बुझाउँछ त्यसले? के बुझाउँछ? अवस्था परिस्थिति जस्तो भए तापनि है, अवस्था परिस्थिति जस्तो भए तापनि यदि हामीमा उम्रिने सोच आइदियो भने हामी जुन ठाउँ पनि उम्रिन सक्छौँ। त्यसको कन्सेप्ट यति हो, काम गर्ने हो, पढ्ने हो, काम गराउने हो। यदि हामीमा काम गर्ने सोच आइदियो नि, कुनै पनि अवस्थामा कुनै पनि परिस्थितिले हामीले रोक्दैन भन्ने कुराहरूले दर्शाउँछ। हो कि नै? यही हो नि?